Canterbury. Two. यो बाइक यो चाहिँ मेरो बाइक हो अरुण दाइको इलेक्ट्रिक बाइक स्पेशलाइज्डको निक दाइको यहाँ छ अर्को बाइक छवटा बाइक all set to go. We are riding to Canterbury. Morning, Dai. ठीक ठाक दाइ हजुर आराम Canterbury है रेडी है दिनेश दाइको बाइक दामी छ हार्टेर हो यति मात्रै बाँकी तपाईँलाई लाग्छ फेरि अन्त झिक्नु पऱ्यो नि ल सक्यो सबभन्दा ढिलो आउनु हुने दाइ बनाउँदै हुन्छ शिव दाइले So heading to Canterbury. What park? I'm not the one who will go. Two bottles. No, no. It's a fun drug. No. I'm going to go. Shiva is a new new member. As a video, man. Shiva is special video. Never. Hi. So Canterbury जाँदै गरेको हामी Maidstone to Canterbury बाइकिङ 6 जना हामी बबल दामी हुनेवाला छ हे हे गुड मर्निङ एभ्रीवन हे 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 I'm happy. So we are here. It's time to Canterbury. Canterbury कति बजे पुग्ने अरे? ल 9 बजे पुग्ने हैन Canterbury? 9 बजे पुग्ने भनेको खै 7 बजे स्टार्ट गरेको. इलेक्ट्रिक बाइकले जितिदिनु पर्यो. यो चाहिँ इलेक्ट्रिक बाइक है. यो चाहिँ इलेक्ट्रिक बाइक हो. अन्त सुरु गर्दै अरुण दाइ विथ इलेक्ट्रिक बाइक यसो दाइ निक्दै रेस्टुरेन्टमै छौँ अहिलेसम्म जाँदै Canterbury जाँदै गरेको सेक्सी स्टार शिव दाइको शिव दाइ त्यसपछि दिनेश दाइ यता लेफ्ट राइट झन् है मलाई थाहा थियो झुकिनुहुन्छ भनेर है 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 अब अलिकति दामी छ बाबा जाउँ भैया 2 जना हुनुहुन्थ्यो 3 जना भइयो आज 6 जना यस्तो छ 103
खर्सानी होला दिनुहोस् दाइ किन स्लो अलिक स्पिड हान्नु पऱ्यो नि त छिटो स्पिड हल्का झार्नु भएन अनि ओह्रालोमा झार्नु भएन के ए गाइज शिव दाइ त्यो झोला पुमा लेखेको झोलामा यस्तो धेरै खानेकुरा छ है एक बट्टा त काजु मात्रै छ त्यो झोलाभित्र अनि दुईवटा पानीको 1 लिटरवाला बोतल अनि त्यही भएर महँगो भएको है त्यो झोला बल्ल अफरोड स्टार्ट भयो हाम्रो गियर मिलाएर जानु थ्याङ्क यू गाह्रो भयो त सुरु भाइ इजी हान्ने हुने त फेरि लेखिएको नै यस्तो तिमीलाई सम्झेर हेर दिन बित्यो हामी कान्टरबरी है कान्टरबरी सो इट्स बबाल गोइङ अन 1/3 चाहिँ हान्यो होला 3 भागको 1 भाग चाहिँ हान्यो होला दाइ सकिन्न जस्तो छ त यसरी त उकालो साह्रो परेकोले नहसाउनु त गएर पो फर्किनु भयो कि अनि ए हो हैट उकालोमा एक सास गयो यार त्यहाँनिर त बाबा तान्नै पर्ने भयो अगाडि सिपदाइ अगाडि लागेर च्यालेन्ज दिइहाल्नु भयो अनि ए भरे म जति नसक्ने रहेछ यत्रो जहिले गरेर भनेर दिनुभयो नि त नि अलि धुलो उडाउँदै यो चाहिँ पुरानो आसफोर्ड क्यान्टरबरी जानेतिरको पिलग्रिम्स वे पनि हो यो चाहिँ बवाल छ यहाँ पर एउटा सो वकिङ गर्नेहरू टन्न हुन्छ नि यहाँ हिँड्ने मान्छेहरू पनि त्यस्तै फेरि उकालो आए जस्तो छ फेरि उकालो आए जस्तो छ अघि भत्तै झारिहाल्नु भएछ के त सजिलो भएर होला नि उकालो छ नि त हजुर खाएर जानु पर्ला बाहिरकोहरू पो रहेछ नि युरोपियन रहेछ मेरो यिनीहरूले हालेको थियो ए पहिला मेरो अगाडि देखिने भ्यू चाहिँ यस्तो थियो क्या होइन अहिले चाहिँ यस्तो भएको क्या जानु अरे जानु यहाँ क्यामेरामा बोलेको क्या आयो भिडियो बिगा हाफ हुनलाई अब अलिकति अगाडि गयो भने चाहिँ ठ्याक्क हुन्छ त्यहाँ हामी ब्रेकफास्ट गर्छौँ ब्रेक पनि लिन्छौँ सो यस्तो हुँदैछ है मेस्टोन टु क्यान्टरबरीको
राइट चाहिँ थ्याङ्क यू सो सबैले हेडफोन युज गरेर हुन्छ त्यही भएर पछाडिबाट आएको देख्दैन So we already here. यो ठाउँमा चाहिँ हामी लास्ट टाइम अन्त आएको ठाउँ हो उतै जाउँ यता अस्ति पनि खिचेको फेरि nearly half of way making some so next time to Canterbury hey हजुर काँडा पो रहेछ बबल दामी रमाइलो हुँदैछ सो हाफ अफ द वे आइसकिसक्यौँ अलिअलि भोक पनि लाग्न थाल्यो खास खासमा हाम्रो ब्रेकफास्ट लिने ठाउँ चाहिँ अलिक पछाडि थियो काटेर आइसक्यो आज अलिक भोक नलागेको भएर अलि अगाडि नै गएर खाजा खाने प्लान बनाएर बढ्दैछौँ हो दामी छ अफ रोड बबाल छ है नियरली 3 आवर्सको हाम्रो बाइकिङ हो अहिलेसम्म सबैजना ठिक छ रमाइलो हुँदै गइरहेको छौँ मैले चाहिँ यो बाटो चाहिँ पहिला पनि राइड गरिसकेको हो यो चाहिँ अस्ति नै मेलस्टोन टु आसफोर्ड राइड गर्दाखेरि हिँडिसकेको बाटो भएर खै आउँदै हुनुहुन्छ कि मलाई छोडै भए त्यो यहाँनिर त यार मेरो त खुट्टा दुखेर ठिकै छ आज त बिहान त पेल्नै पऱ्यो नि सुटुक्कै पेलिहाल्नु पऱ्यो नि आजकल चाहिँ मैले पनि अलिअलि ह्यान्डल छोडेर कुदाउन सक्ने भएको छु Look at this guys, look at this yeah so यो ओह्रालोमा है म तपाईहरुलाई देखाउँछु अलिअलि ह्यान्डल छोडेर कुदाउन सक्ने भएको छ है so I'm trying अलि स्टेबल हुनु पर्यो न so yeah look at this guys look हेर्नुहोस् है Smile please smile so हामी चाहिँ अब आसफोर्ड जाने बाटो छोडेर क्यान्टरबरी तिर जाँदैछौँ क्यान्टरबरी जाने बाटो हो एक टाइम यहीँबाट यो गरे हुन्छ
राख्ने कुरा भिडियो हो Let's go. Rồi. Anh đang uठाउनु त यहाँ So short break सक्यो हाम्रो अब झनै 1 hour लाग्छ बिचमा हामी फेरि एउटा स्टप बनाएर यहाँ ड्रोन सट हानेर टक्क बवाल हुनेवाला छ दामी हुनेवाला छ जानु दाइ जानु ओभरटेक जानु शिवदा जानु Hey, right on the main road. All right. Oh, दामी ठाउँ रहेछ यार फोटो त बन्द है अरुण दाइ रिटर्न ब्याक फोटो बन्दा ऐसा बाइक रखने का लगता खड़ा होने का फोटो खिच्ने फोटो सेसनको कार्यक्रम यति बेला चलिरहेको छ रेडी सबैले त हेर्ने फास्ट ए उठेर चलाउनु नि अनि सलक्कै त्यस्तो उकालो त होइन तर अलिक थाकेको जस्तो भयो So, अहिले भर्खरै खाएको तर पनि भोक लागेको जस्तो भएर इनर्जी पुरै नभएको थियो उकालोको कथा हो यो चाहिँ अन्तिमतिर आएपछिको कथा हो यो बेला अब दिनेश दाइको कथा देखाउनु पर्यो यो चाहिँ दिनेश दाइको कथा हो यो शिव दाइको कथा उकालोको कथा बाइकिङ फेरि गर्नुहुने कि नगर्नुहुने अहिले एउटा बवाल बाइक अब लिनु पऱ्यो क्या तपाईँले अनि देख्नुभयो नि ल त धेरै अरू यहाँ गयो नि त्यतिको बाइक चाहिँ हुनु पऱ्यो क्या तलमाथि गर्ने चाहियो 100 पाउन्ड मात्रै हो त्यो पनि सेलमा लागेर 80-90 पाउन्डमा पाउँछ टिकटकमा हाल्नु आँट्नु भयो क्या हो साइक्लिङ गर्ने हो साइक्लिङ पिल्नु भयो बल्दा चाहिँ मजा भयो है खलखल भयो पसिना निस्केर
कता देखाउँदैछ तपाईँको म्यापमा? कुनलाई फलो गर्ने हामीले? येलो कि ओहो दामी छ यार। So nice. Bubble down here. दामी जङ्गल। ओइ पुरा खेल्ने ठाउँ रहेछ नि त हौ गाँठे। बबाल दामी ठाउँ हो यार यो चाहिँ कसम भनेको। यस्तो बबाल होइन यस्तो दामी ठाउँ पक्का दामी ठाउँ हो दाइ यो चाहिँ। बस्ने ठाउँ होला नि रेस्टुरेन्ट ठाउँ। ओह बबाल है हजुर छिटो दिनु न छिरेन अर्क्यो ल हेर्नु केमा अड्किनु भयो ए जाउँ। Let's go, दादा। है त्यो भर्खरै मेरो अगाडिको टायरको हावा निस्केर फेरि नयाँ ट्युब चेन्ज गरेर निस्किँदैछौँ। ओहो बबाल रमाइलो भयो। अब ढिलो ढिलो हुन लाग्छ। अब हामी कन्टिन्युली सिधा जाने हो। नन स्टप गाडी अरे नन स्टप अरे जाउँ। ओह्रालो ओइ बबाल दामी वाह ओह्रालो ओहो माय गॉड दामी यार। ओइ 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 आमामा हम्स रहेछ यार। हम्स रहेछ बाबा है हम्स आया खोटे गल्यो यार। सिधा हराउनु हो नि त पछाडि।
बुढी थियो नि पर पछि ओके हामी चाहिँ नियरली आसफोर टु क्यान्टरबेरीको सेक्सनमा छौँ नियरली हामी क्यान्टरबेरीतिर आइपुग्दैछौँ चिलहाम सो अब 30 मिनट जति लाग्छ होला क्यान्टरबेरी पुग्नलाई सो एउटा हामी विनोद दाइ र ज्यासलाई अघि आइसक्नु भएको छ त्यहाँबाट स्ट्रेट वे इन द भ्यान गाडीमा चढेर त्यसपछि डाक्टर हामी मेस्टोन फर्किन्छौँ ल भएन यस्तो बिल्ला भयो इलेक्ट्रिक बाइक है यो चाहिँ साथीहरू नजिकिनु होला ओ खतरा कुदाइ भन्नुहुन्छ होला हाइट मारिहाल्नु भने बाबा रे बबाल दाइ हामीलाई सबले छोड्यो पछाडि शिव दाइ मात्रै हुनुहुन्छ पर आउँदै हुनुहुन्छ बिचरा शिव दाइ म अलि अगाडि छु चारजना दाइहरूले छोड्यो हामीलाई शिव दाइलाई हजुर आउँदै हुनुहुन्छ पर्खिँदै आएको नि दाइहरूले त छोडिहाल्छन् छोड्यो फाइनली कता हौ ला कता गयो सो त्यो खोलाको चाहिँ छुट्ने भयो नि त त्यही भएर मैले चाहिँ फोनबाटै खिच्दैछु सो फोनबाटै खिच्दैछु गोप्रोको चाहिँ मेमोरी फुल भयो सो यो सेक्सन चाहिँ मिस नहोस् भनेर दामी ठाउँ छ सो आइएम टेकिङ भिडियो विथ आइफोन 15 Pro Max यो पार्ट त मिस हुनै भएन नि त सो हामी चाहिँ क्यान्टरबेरी खोला आइपुग्दैछ जस्तो छ Canterbury. Oh. Sorry, yeah. Sanga. एउटा हातले चलाउँदै गरेको एउटा हातले फोन समातेर अनि यहाँ अगाडि बैठेर गाडी साइकल आयो स्लो भाते काटि पनि सकेको थियो अनि तर अगाडिको ब्रेक प्याड हानेको पल्टिहाल्यो घोडा पिल्छ्यो हो त्यति गरेपछि yeah so look at this amazing view so खोला oh okay so यो खोला
त्यही भएर क्या Canterbury, Sheraton, Canterbury. Canterbury High Street. आइपुग्यो 3 मिनट जति मात्र लाग्छ लोकेसन पिकअप गर्न आउनु हुँदाखेरि या फाइनली है 6 घन्टा लाग्यो हामीलाई nearly 6 hours finally made it so अब यहाँसम्मको मात्र म भिडियो बनाउँदैछु छिटो न विनोद दाले फाइनली मेरो साइकल माथि विनोद दाई खै गाडी छ अनि त्यसपछि चाहिँ त्यसमा सेल गर्ने लागत चाहिँ